एउटै भ्रष्टाचार काण्डमा 5 पूर्व मन्त्री, 10 पूर्व सचिव र कुल 55 जना देश लुट्न सामेल। अनि बन्छ देश, तर मुख्य भ्रष्ट अनुहार अझै पर्दा पछाडि छन्। पहिला अख्तियारको आरोप पत्रमा उल्लेख पात्रको कुरा गरौं, त्यसपछि लुकाइएका अनुहारको उजागर गरौंला। पोखरा विमानस्थल भ्रष्टाचार काण्डका मुख्य 5 आरोपीहरू। नम्बर 1 पूर्व अर्थमन्त्री डाक्टर रामशरण महत। नम्बर 2 पूर्व पर्यटन मन्त्री भीम प्रसाद आचार्य। नम्बर 3 पूर्व पर्यटन मन्त्री रामकुमार श्रेष्ठ। नम्बर 4 पूर्व पर्यटन मन्त्री दीपक चन्द्र अमात्य र नम्बर 5 पूर्व पर्यटन मन्त्री स्वर्गीय पोष्टबहादुर बोगटी। यिनीहरू विरुद्ध अहिले अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। कुल 8 अर्ब 36 करोड 73 लाख 55,297 रुपियाँ प्रति व्यक्ति दिगो दावी गरिएको छ। तर निर्णय प्रक्रियामा सामेल ठूला पात्रहरू अझै अनुसन्धानको दायरामा आएनन्। अख्तियार मन्त्रीसम्म त पुग्यो, तर भ्रष्ट छविका प्रधानमन्त्रीहरूलाई तान्न सकेन। जबकि यही भ्रष्टाचारको निर्णय प्रक्रियामा उनीहरू पनि सामेल छन्। उनीहरूकै प्रत्यक्ष निगरानी र निर्देशनमा रातो मसी चोपिएको थियो। पोखरा विमानस्थलमा भ्रष्टाचारको सुरुवात 2066 सालबाटै भएको देखिन्छ। यसर्थ त्यस यताका अधिकांश अर्थमन्त्री, पर्यटन मन्त्री र प्रधानमन्त्री यसमा जोडिएको तथ्यहरू हामीले फेला पारेका छौं।